धेरैजनाले सोध्नुहुन्छ चाइनाबाट सामान कसरी इम्पोर्ट गर्ने। पहिला सामान इम्पोर्ट गर्नको लागि प्रोडक्ट हेर्नु पर्यो। तपाईले आफूले व्यापार गर्न चाहेको प्रोडक्टहरू अलिबाबा, अलिएक्सप्रेस, ताओबाओ, मेड इन चाइना, डिएचगेट जस्ता वेबसाइटहरूमा गएर चेक गर्न सक्नुहुन्छ। यदि तपाईलाई मन परेको प्रोडक्टको सप्लायर भेटियो भनेपछि तपाईले सप्लायरसँग कुरा गरेर कोटेसन वा पीआई मगाउनुहोस्। पीआई मगाउँदा तपाईले एफओबी प्राइस लिने कि ईएक्सडब्ल्यू प्राइस लिने यो कुरा याद गर्नुपर्छ। एफओबी प्राइस भनेको तपाईको सामान हाम्रो वेयरहाउससम्म डेलिभरी गर्दासम्मको प्राइस हो भने एक्सवर्क्स प्राइस भनेको फ्याक्ट्रीमा डेलिभरी लिँदा फेरि दिने प्राइस हो। तपाईलाई प्राइस चित्त बुझिसकेपछि अब त्यो पीआईमा रहेको टोटल अमाउन्ट तपाईले चाइनामा पठाउनु पर्यो। त्यो पेमेन्ट तपाईले आफ्नो यूएसडी कार्ड युज गरेर पठाउन सक्नुहुन्छ। यदि त्यो यूएसडी कार्डबाट पेमेन्ट पठाउन इनफ छैन भनेपछि हामीले तपाईलाई त्यो सामानको पेमेन्ट गर्न हेल्प गरिदिनेछौँ। सप्लायरलाई पेमेन्ट गरिसकेपछि अब आउँछ हाम्रो काम। हामीले यसपछि उनीहरूलाई विचाटमा एड गरेर तपाईहरुको सामान हाम्रो वेयरहाउससम्म डेलिभरी गर्न लगाउँछौँ। हाम्रो वेयरहाउस ग्वान्जौ र इयु दुईटा ठाउँमा रहेको छ। इयुको वेयरहाउस नजिक हुने फ्याक्ट्रीहरूबाट हामीले इयुमा डेलिभरी लिन्छौँ भनेपछि ग्वान्जौ नजिक हुने फ्याक्ट्रीहरूबाट हामीले ग्वान्जौमा डेलिभरी लिन्छौँ। तपाईको सामान हाम्रो वेयरहाउसमा आइसकेपछि अब हामीले त्यो सामान बाई एयरबाट तपाईलाई नेपालमा पठाउने कि बाई रोडबाट। बाई एयरबाट 10 देखि 12 दिनमा तपाईको सामान नेपाल पुग्छ भनेपछि बाई रोडबाट लगभग 1 महिनामा तपाईको सामान नेपालमा आइपुग्छ। त्यो सामान हामीले नेपाल मगाउँदा हामीले आफैले भन्सार गरेर हामीले हाम्रो नेपालको वेयरहाउससम्म लगेर राख्छौँ। त्यसपछि हाम्रो वेयरहाउसमा तपाईको सामान आइसकेपछि हामीले तपाईलाई फोन गरेर बोलाउँछौँ र तपाईले त्यो सामानको भाडा र भन्सार कति लागेको त्यो पैसा तिरेर आफ्नो सामान हाम्रो वेयरहाउसबाट लिएर जान सक्नुहुन्छ। यदि तपाईहरु काठमाडौँ भन्दा बाहिरको व्यापारी हुनुहुन्छ भनेपछि त्यो सामान तपाईलाई कार्गो गरेर पठाइदिने व्यवस्था पनि गरिदिन्छौँ। यो प्रोसेसमा तपाईले चाइनाबाट किन्ने सामानको पैसा चाहिँ तपाईले अगावै पठाउनु पर्ने हुन्छ र भाडा र भन्सार चाहिँ तपाईले नेपालमा सामान रिसिभ गर्ने बेला तिरेर लानुपर्ने हुन्छ। तपाईलाई अझ पनि चाइनाबाट सामान इम्पोर्ट गर्न केही कन्फ्युजन छ भनेपछि यो हाम्रो WhatsApp नम्बरमा कन्ट्याक्ट गर्न सक्नुहुन्छ। हामीले तपाईलाई फ्री कन्सल्टेसन उपलब्ध गराउनेछौँ।